हेलो सम्पूर्ण कृषक साथीहरुमा नमस्कार। साथीहरु, आज चाहिँ म तपाईहरुलाई मौरी पालन सम्बन्धी सानो जानकारी दिनका लागि उपस्थित भएको छु। साथीहरु, यो भिडियो चाहिँ व्यावसायिक रूपमा मौरी पालन गर्न चाहने सोच भएको जो चाहिँ 2-4 घार मौरी छ, यसलाई व्यावसायिक रूपमा बृहत रूपमा अगाडि बढ्न चाहन्छु भन्ने कृषकहरुको लागि चाहिँ यो एकदमै उपयुक्त हुनेछ। साथीहरु, मौरी पाल्नु भन्दा पहिला चाहिँ हामीले विशेष के कुरामा ध्यान दिनुपर्छ भने यसलाई चाहिँ चाहिने मूल कुरा भनेको चरन क्षेत्र हो। यसका लागि हामीले चाहिँ विभिन्न किसिमको फलफुलहरू खेती गर्नु अति आवश्यक हुन्छ। साथीहरु, मौरी पालन व्यवसाय भनेको चाहिँ कृषि व्यवसाय सँगसँगै गरिने व्यवसाय हो। यानि कि तपाईहरु विभिन्न फलफुल खेती गर्नुहुन्छ, जस्तै सुन्तला, आँप, लिची, चिउरी, किवी लगायत विभिन्न फलफुल खेती गर्नुहुन्छ भने तपाईहरुले यो फलफुल खेती सँगसँगै गर्ने व्यवसाय भनेको चाहिँ मौरी पालन व्यवसाय हो। यसबाट तपाईहरुलाई दोहोरो फाइदा हुन्छ। तपाईहरुको फलफुल उत्पादन पनि दोब्बर हुन्छ भने मौरी पालन व्यवसाय पनि एकदमै राम्रो हुन्छ। साथीहरु, मौरी पालन गर्दा चाहिँ हामीले विशेष गरेर चाहिँ चरन क्षेत्र चाहिँ एकदमै ध्यान दिनुपर्छ। यसमा हामीले विभिन्न सिजनेबल फलफुलहरू खेती गर्न सकिन्छ। विभिन्न कृषि पेशामा पनि विभिन्न किसिमको खेतीपाती गर्न सकिन्छ सिजनेबल। जस्तै तपाईले चिउरी, किवी, लिची, आँप लगायत विभिन्न खेतीपातीहरू गर्न सक्नुहुन्छ भने तपाईहरुले मौरी पालन गर्दा चाहिँ बहुवर्षे फलफुलहरू लगाउन सकिन्छ है साथीहरु। जस्तै तपाईहरुले बहुवर्षे बिरुवाहरूमा चाहिँ विभिन्न किसिमको हाम्रो यस क्षेत्रमा पाइने पयुँ भयो, पयुँ लगाउन सक्नुहुन्छ। त्यस्तै गरेर आरु, मेल लगायतमा चाहिँ एकदमै मजाले मौरी चर्ने भएको हुनाले मौरीको लागि चाहिँ एकदमै राम्रो हुन्छ। त्यसकारण तपाईहरुले मौरी पालन गर्नु पूर्व चाहिँ व्यावसायिक रूपमा गर्न चाहनुहुन्छ भने चाहिँ तपाईहरुले चरन क्षेत्र चाहिँ एकदमै ध्यान दिनु आवश्यक हुन्छ है साथीहरु। हेर्नुस् त यहाँ मौरीको लागि के मजाले चरिरहेछ।